पर्छ अब सिलाउनु पर्छ नि त्यो नानीको खुट्टा अब र त मैले कान्छी हालेको यहाँ बरु गरेको तपाईँलाई गरेको किन भनी पठाइदिउँ कि नानी भनेको थियो कि उयो लुङ्गाली भेनालाई बोलाएर पठाइदिउँ कि भनेको कान्छी दिएर आमै बोल्छ सिलाउनै पर्छ चट्टै छिनाएको छ हौ अब के गर्छ म त भित्र कोठामा सबै काटिहालेछ नि सिलाउनै पर्छ अब झुन्डी त रहेछ साह्रो परेछ सिलाउनु पर्दैन त्यो त्यसो काकालाई सब सोध्ने तपाईँ चाहिँ लगाएर राख्नु तपाईँ चाहिँ लगाएर राख्नु है जेसो गर्नु म त्यो छिटो त्यहाँ बस्यो भने म कान्छीलाई लिएर लुङ्गेली भेनासँग पठाइदिन्छु बोलाएर रुइरहेछ नि मिठाई लगाएर कान्छीले माथि हामीलाई जुस दिँदैन रहेछ त्यो एकछिन खाइरहेर चुप लाग्छ होला बाँधिदिन्छु मलम लाएर फेरि म चाहिँ उता काम गर्न थालेँ लुगाई धुनु थोर म त लुगाई धुइराखेँ नानी रुँदा थाहा पाएको अनि के त घरको बानीमा थाहै होला तपाईँलाई सबै कता कता के गर्छ भनेर कान्छी सुब्रासँग बोलेर बसिरहेको अञ्जली यता किचनतिर कुन्चीसँग बोल्दा किचनमा धन्दा धुइरहेको छ आमा भित्र मल हेर्दैछ आपा घाँस लगाइसकेको थियो माइजू बाख्रालाई घाँस लाउँदो रहेछ डाँडामा ल देखाउँछु मान्छे जिरो म लगाएको छु रियल लगाएको होइन यही तर्छ ल के गरे रिसायो त भाइको त्यसो भन्नु भाइको कुरा हो त्यसो यहाँ पुक्कमा रिसाउँदा कुर्दै पछाडिबाट अघि रुया मन्जी दिदी रुँदैछ हौ यहाँ अहिले पो रुँदैछ भर्खर मन्जी दिदी अहिले पो रुँदैछ एप्रिल फुल मनायो आज